लो है साथीहरु अन्त यो क्याभिटी कुलरमा आएपछि एकदम राम्रो परिवारको लागि अनि के रे ठुलो मान्छे सानो मान्छे बुढो मान्छे सबैको लागि एकदम राम्रो ठाउँ। तपाईले यसो भ्यूहरु हेर्न सक्नुहुन्छ। म तपाईलाई सबै भ्यूहरु देखाइदिने छु है साथी है। ल है साथी अन्त यहाँ पुरै फ्यामिलीहरु आउने हो सजिलो। तपाईलाई यही नजिकै ट्याक्सीसम्म आउँछु भन्ने पनि सजिलै रहेछ। ल यो मेन फेमस यो एरिया फोटो खिच्नको लागि धुइरो हुने रहेछ यो एरिया। अनि यो माउन्टेन टप एरियामा पनि ल जाने ठाउँ रहेछ। ल है ल घुमफिर चलिरहेकै छ हेर्दा यो सर टपमा पनि मान्छेहरू हिँडिरहेको छ नि यहाँ हैन। ल है यो डाँडा त चढे साथीहरू। ल आएर इन्जोय गर्ने समुद्रको भ्यू समुद्रको छालसँग खेल्ने अनि रमाउने मजाको ठाउँ रहेछ। ल मजाको ठाउँ ल मजाको ठाउँ रहेछ है। ल साथी है मान्छेहरू हिँड्नेको भिडभाड समुद्रको भिडभाड टपको भ्यूको भिडभाड। ल मेरो छोरी मेघन ल छोरी पनि रमाउँदैछन्। माथि टपमा हिँडेछन् आमामा टपको भ्यूमै। ल